नमस्कार साथीहरु, म डिजिटल शरद। आजको यो भिडियोमा हामी वेबसाइटमा एफएक्यू सेक्सन कसरी थप्ने भन्ने विषयमा कुरा गर्दैछौँ। यदि तपाईको वेबसाइट छ र तपाई ग्राहकका बारम्बार सोधिने प्रश्नहरू सजिलै देखाउन चाहनुहुन्छ भने एकोडेन्ट प्लगइन नै उत्तम उपाय हो। एफएक्यू सेक्सन वेबसाइटको लागि किन आवश्यक छ? यसले ग्राहकलाई तुरुन्तै जानकारी दिन्छ, वेबसाइटलाई प्रोफेसनल देखाउँछ। यसले एसइओमा पनि सहयोग गर्छ किनभने गुगलले एफएक्यूलाई प्राथमिकता दिन्छ। अब ढिला नगरिकन एफएक्यू सेक्सन आफ्नो वेबसाइटमा कसरी हाल्ने भन्ने बारेमा जानकारी म तपाईलाई दिन गइरहेको। पहिलो स्टेप, वर्डप्रेसको ड्याशबोर्डमा जानुहोस्। त्यसपछि प्लगइनमा गएर एड न्यूमा जानुहोस्। सर्च बारमा एफएक्यू लेखेर खोज्नुहोस्। इजी एकोर्डियन भन्ने प्लगइन सुरुमै आउनेछ र यसलाई इन्स्टलमा क्लिक गर्नुहोस् र एक्टिभेट गर्नुहोस्। एक्टिभेट भएपछि तल स्क्रोल गर्नुहोस् र क्रिएट एकोर्डियन ग्रुपमा क्लिक गर्नुहोस्। त्यसपछि एड न्यू आइटममा क्लिक गर्नुहोस्। टाइटलमा आफूलाई के कस्तो क्वेसनहरू राख्न मन छ त्यो अनुसारले क्वेसनहरू राख्नुहोस् र तल डिस्क्रिप्सनमा त्यो क्वेसनको एन्सरहरू पनि लेख्नुहोस्। तपाईले कतिवटा क्वेसन सहितको एन्सरहरू राख्न चाहनुहुन्छ त्यही अनुसारले तल एड न्यू आइटममा क्लिक गरेर थप क्वेसनहरू राख्न सक्नुहुन्छ। तपाईको एफएक्यू सेक्सन कस्तो देखिन्छ भनेर सो प्रिभ्यू गरेर पनि हेर्न सक्नुहुनेछ। स्क्रिनमा देखे अनुसारले तपाईको एफएक्यू सेक्सन तपाईको वेबसाइटमा देखिनेछ। त्यसपछि साइडमा रहेको पब्लिशमा क्लिक गरेर त्यसलाई फेरि अपडेट पनि गरिदिनुहोस् र तल तपाईको सर्ट कोड आउनेछ, त्यो कोडलाई कपी गर्नुहोस् र तपाईले कुन पेजमा राख्न चाहनुहुन्छ त्यो पेजमा जानुहोस्। तपाईहरूले पेजलाई एडिट गर्नलाई अरू थुप्रै मेथडहरू युज गर्न सक्नुहुन्छ। म भने एलिमेन्टरबाट गर्नेछु। एलिमेन्टरमा गएपछि त्यहाँ तपाईँ एउटा सेक्सन एड गर्नुहोस् र त्यहाँ रहेको सर्च विजेटमा सर्ट कोड भन्ने विजेट क्लिक गर्नुहोस् र सर्ट कोडलाई चाहिँ त्यहाँ लगेर राख्नुहोस् र त्यो कोड सर्टकट कोडमा तपाईले अघि कपी गरेको कोडलाई चाहिँ कपी पेस्ट गरिदिनुहोस् र तपाईको एफएक्यू सेक्सन वेबसाइटमा यसरी देखिनेछ र तपाईले अरूलाई देखाउनको लागि पब्लिशमा क्लिक गर्नुहोस् र तपाईको वेबसाइटमा एफएक्यू सेक्सन यसरी देखिनेछ। वेबसाइट सम्बन्धी थप यस्तै जानकारीहरू प्राप्त गर्नको लागि मेरो यो भिडियोलाई लाइक गरिदिनुहोस्, शेयर गरिदिनुहोस् र यो मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। म तपाईहरुको लागि थप यस्तै जानकारीमूलक भिडियोहरू लिएर फेरि आउनेछु। धन्यवाद।